आजदेखि अर्को नयाँ एसआइपी को आइपिओ खुलेको छ। सो यो एसआइपी कति युनिटको लागि खुलेको छ, कतिदेखि कतिसम्म भर्न मिल्छ र कहिलेसम्म चाहिँ हामीले यसमा आवेदन दिन सकिनेछ र यो एसआइपी भनेको के हो र यसमा लगानी गर्ने कि नगर्ने लगायतका सम्पूर्ण कुराहरूको बारेमा चाहिँ तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु। आजदेखि माछापुच्छ्रे क्यापिटलले माछापुच्छ्रे एसआइपी योजना नामकको आइपिओ खुलाएको छ। यो एसआइपी योजनाको टोटल आकार भनेको 50 करोडको रहेको छ, तर पहिलो चरणमा भने 20 करोड रुपैयाँ बराबरको 2 करोड किता मात्रै खुलाएको छ र 2 करोड किता मध्ये 15% अर्थात् 75 लाख इकाइ माछापुच्छ्रे बैंक र माछापुच्छ्रे क्यापिटललाई छुट्याएको छ, जसमा बैंकले 14% र क्यापिटलले 1% इकाइ लिनेछ र यो छुट्याएर बाँकी रहेको टोटल 1 करोड 25 लाख किता भने सर्वसाधारणको लागि खुल्ला गरेको छ र प्रति किताको मूल्य 10 रुपैयाँ रहेको छ र यसमा चाहिँ मिनिमम 100 कितादेखि लिएर 20 लाख कितासम्म चाहिँ एप्लाई गर्न सक्नुहुनेछ। 100 किता एप्लाई गर्नको लागि 10 रुपैयाँ प्रति किताको दरले चाहिँ 1000 रुपैयाँ लाग्नेछ मिनिमम इन्भेस्टमेन्ट र त्यसपछि त्योभन्दा माथि तपाईहरुले 20 लाख कितासम्म चाहिँ एप्लाई गर्न सक्नुहुनेछ। र यस योजनामा आवेदन दिने मिति आज मंसिर 14 गतेदेखि मंसिर 17 गतेसम्म रहेको छ छिटोमा र मंसिर 17 गतेसम्म बिक्री नभइसकेमा चाहिँ भने मंसिर 28 गतेसम्म एप्लाई गर्ने मिति लम्बिनेछ र यसमा आवेदन दिनको लागि मेरो शेयर अथवा तपाईहरुले सियासमा प्राप्त बैंकहरुबाट चाहिँ एप्लाई गर्न सक्नुहुनेछ र घरमै बसेर मेरो शेयरबाट मजाले एप्लाई गर्न सक्नुहुनेछ। एप्लाई गर्नको लागि मेरो शेयर ओपन गरेर माई आस्पामा गएर यहाँनेर एप्लाईको अप्सनमा क्लिक गरेर आइपिओ जसरी भर्नुहुन्थ्यो त्यसरी नै तपाईले यहाँनेर कति किताब भर्ने हो, अब प्रोसिड गर्ने र कति किताब भर्ने त्यो लाउने, त्यसपछि त्यति एमाउन्ट बराबरको तपाईहरुको बैंकमा चाहिँ पैसा हुनुपर्ने हुन्छ र एप्लाई हुनेछ र तपाईहरुलाई पछि रिजल्ट आएपछि तपाईहरुलाई पर्यो कि परेन भनेर चाहिँ रिजल्टमा थाहा हुनेछ, बाँडफाँड गर्दाखेरि थाहा हुनेछ र यसमा चाहिँ धेरै किताब भर्दाखेरि पनि पर्ने सम्भावना हुन्छ, किनभने यस्तोमा चाहिँ थोरै जनाले लगानी गर्छ, त्यसैले धेरै किताब एप्लाई गर्दा पनि तपाईहरुलाई चाहिँ पर्नेछ। माछापुच्छ्रे एसआइपी योजना भनेको एउटा ओपन इन्डेड म्युचुअल फन्ड हो, जसलाई चाहिँ तपाईहरुले खुल्लामुखी योजना भनेर बुझ्दा हुन्छ र यो खुल्लामुखी भन्नुबित्तिकै यसको चाहिँ क्लोज हुने टाइम हुँदैन, यसको चाहिँ लङ टर्म यो चाहिँ चलिराख्नेछ। एकचोटी यो खुलिसकेपछि चाहिँ वर्षौभरि चलिराख्नेछ र तपाईहरुले अहिले नै इन्ट्री गर्नुपर्छ भन्ने पनि छैन। तपाईहरुले चाहिँ जुन बेला तपाईहरुलाई कम्फर्ट हुन्छ, जुन बेला तपाईहरुलाई इन्ट्री गर्न मन लाग्छ त्यति बेला तपाईहरुले मजाले इन्ट्री गर्न सक्नुहुनेछ र आफूले लगानी गरेको पैसालाई पनि जतिखेर पनि तपाईहरुले क्लोज गरेर एक्जिट गरेर विथड्र पनि गर्न सक्नुहुनेछ सेल गरेर र तपाईहरुले यसमा जति पनि लगानी लाउनुहुन्छ त्यो चाहिँ तपाईहरुले मेरो शेयरको पोर्टफोलियोमा गएर त्यहाँबाट हेर्न सक्नुहुनेछ, यानी कि पोर्टफोलियोमै देखाउनेछ, तपाईहरुको डिमेटमै आउनेछ यो तपाईहरुले यसमा इन्भेस्ट गर्नुभएको पैसाहरु चाहिँ। तर सेकेन्डरी मार्केटबाट चाहिँ तपाईहरुले यसको कारोबार गर्न पाउनु हुँदैन। यसको लागि चाहिँ तपाईहरुले सेल गर्नु पर्यो भने क्यापिटलमै गएर सेल गर्नुपर्ने हुन्छ र यो योजनाको चाहिँ अहिले पहिलो चरणमा खुलेको, त्यही भएर आइपिओ जसरी नै यो खुल्ला हुनेछ र तपाईहरुले एकमुष्ट एकैचोटी तपाईहरुले कति छ पैसा त्यो अनुसारले एकैचोटी लगानी पनि गर्न सक्नुहुनेछ यति बेला र पछि भने दोस्रो चरणमा भने तपाईहरुले महिना पछि अथवा 6 महिनामा अथवा 3 महिनामा अथवा 1 वर्षको गरेर तपाईहरुले त्यो अनुसारले चाहिँ एसआइपी गर्न सक्नुहुनेछ। एसआइपी भन्नुबित्तिकै सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान, तपाईहरुले सिस्टमेटिक तरिकाले अब महिना पछिको तपाईहरुले सेलेक्ट गर्नुभएको छ भने महिना पछि तपाईहरुले लाउनु पर्ने हुन्छ र वर्ष पछिको सेलेक्ट गर्नुभएको छ भने वर्ष पछि तपाईहरुले चाहिँ किस्ता जसरी तपाईहरुले तिर्नुपर्ने हुन्छ, यानी कि लगानी गर्नुपर्ने हुन्छ। यो चाहिँ तपाईहरुलाई एसआइपीहरु गर्नुभएको छैन भने चाहिँ तपाईहरुले एउटा भए नै एसआइपी चाहिँ गर्नै हुन्छ, जसले चाहिँ तपाईहरुलाई चाहिँ लगानी गर्ने बानी बनाउँछ र एकदम सिस्टमेटिक तरिकाले डिसिप्लिन तरिकाले लगानी गर्ने बानी बसाल्नेछ एसआइपीबाट। अब तपाईहरुले सुरुमा यो आइपिओबाट तपाईहरुले एप्लाई गर्नुहुन्छ, दोस्रो चरणमा तपाईहरुले लाउनै पर्छ भन्ने पनि हुँदैन। दोस्रो चरणमा फेरि मन्थली त्यति नै लाउनु पर्छ भन्ने छैन। तपाईहरुले चाहिँ दोस्रो चरणमा चाहिँ त्यहाँनेर एकाउन्ट बनाएर र महिना पछिको लाउने कि वर्ष पछिको लाउने कि त्यो कति एमाउन्ट लाउने, महिनाको 1000 रुपैयाँदेखि सुरु हुन्छ, महिनाको 1000 रुपैयाँदेखि माथि तपाईहरुले कति लाउने त त्यो अनुसारले चाहिँ सेलेक्ट गरेर त्यो हिसाबले मन्थली बेसिसमा अथवा इयरली बेसिसमा चाहिँ एसआइपी गर्न सक्नुहुनेछ। तर अहिले अब आइपिओबाट सुरु गर्नुभयो, पछि तपाईहरु लाउन चाहनुहुन्न भने पनि त्यो नलाउँदा पनि हुन्छ, तपाईहरुलाई लाउनै पर्ने अनिवार्य पनि छैन पछि। र धेरै जनालाई चाहिँ यसबाट कसरी फाइदा हुन्छ त्यो थाहा नहुन सक्छ र यसबाट फाइदा भनेको चाहिँ इयरली बेसिसमा डिभिडेन्डबाट नै हो। जस्तै अब यो तपाईहरुले माछापुच्छ्रे एसआइपी योजनामा तपाईहरुले लगानी गर्नुभयो महिना पछि अथवा सुरुमा आइपिओबाट लगानी गर्नुभयो अथवा तपाईहरुले चाहिँ वर्ष पछिको तपाईहरुले चाहिँ एसआइपी गरिराख्नु भएको छ भने त्यो तपाईहरुको पैसा चाहिँ भने फन्ड म्यानेजरले चाहिँ
म्यानेज गरेर स्टकहरुतिर लगाउनेछ र विभिन्न कम्पनीहरुतिर र त्यसैगरी विभिन्न सेक्टरहरुमा चाहिँ इन्भेस्ट गर्नेछ। यो योजनाले चाहिँ स्टक मार्केटमा यानि कि शेयर मार्केटमा नै लगानी गर्नेछ धेरै जसो चाहिँ। र त्यसबाट यो फन्ड म्यानेजरले जति कमाउँछ र त्यसबाट नै लगानीकर्ताहरुलाई जसले लगानी गर्नु भएको छ उहाँहरुलाई चाहिँ बोनस दिनेछ। जस्तै अब कुनै वर्ष 10% को बोनस दिनेछ, कुनै वर्ष 15%, कुनै वर्ष 20%, कुनै वर्ष 5% र कुनै वर्ष भने घाटा भएको छ भने त्यो अवस्थामा बोनस नदिनु पनि सक्छ। यसरी चाहिँ तपाईहरुलाई फाइदा हुने हो। वर्षैपिछे तपाईहरुले बोनस पाउनु हुनेछ र कुनै वर्ष नपाउनु पनि हुनेछ। सो तपाईहरुले चाहिँ यसमा यदि सर्ट टर्म गरेर सोच्नु भएको छ भने चाहिँ तपाईहरुले लगानी नलाउँदा हुन्छ। 1-2 वर्षमा निकाल्छु भनेर सोच्नुहुन्छ भने चाहिँ यसमा लगानी नगरेको राम्रो। तर तपाईहरुले चाहिँ लङ टर्म 10 वर्ष, 15 वर्ष, 20 वर्ष, 25-30 वर्ष को लागि सोचेर लाउनुहुन्छ भने चाहिँ यो एसआईपी ले चाहिँ तपाईहरुलाई एकदमै राम्रो फाइदा दिनेछ, एकदम राम्रो प्रॉफिट दिनेछ। जस्तै अब मानिलिऊ तपाईहरुले साउ लाउनु भएको छ र त्यसको ब्याज आयो, त्यो ब्याज पनि फेरि त्यो ब्याजको पनि ब्याज आउनेछ, त्यो ब्याज पनि साउमै जोडिनेछ। त्यसरी इकाइ खरिद हुँदै हुँदै साउको ब्याज, ब्याजको स्याज भनेको जसरी नै यसमा चाहिँ कम्पाउन्डिङ हुँदै डबल त्रिबल हुँदै हुँदै जाने हो। त्यसैले लङ टर्ममा मात्रै तपाईहरुले चाहिँ यसमा राम्रो फाइदा देख्नु हुनेछ। यदि तपाईहरुले चाहिँ 2-3 वर्षको सोच्नु भएको छ भने चाहिँ तपाईहरुले त्यस्तो राम्रो फाइदा चाहिँ लिन सक्नु हुँदैन र एकचोटी स्टार्ट गरिसक्नु भएपछि तपाईहरुले चाहिँ लङ टर्म नै गर्नु होला। मेरो सजेसन भनेको चाहिँ त्यही नै रहेको छ तपाईहरुलाई। र यस्तै एसआईपी योजना चाहिँ मार्केटमा अरु पनि थुप्रै आइसकेको छ, सञ्चालन भइरहेको छ र अझै केही योजनाहरु पनि आउने वाला नै छ। तपाईहरुले अब यसमै लाउनु पर्छ भने पनि छैन, अरु पनि थुप्रै अप्सनहरु छ। जुनमा भए पनि तपाईहरुले एउटा न एउटामा चाहिँ एसआईपी गरेकै राम्रो हो। र सुरु गर्नुको लागि त्यस्तो धेरै पैसा पनि लाग्दैन। 1000 रुपैयाँ देखि तपाईहरुले सुरु गर्न सक्नुहुनेछ र महिनाको 1000 रुपैयाँ गर्दै तपाईहरुले चाहिँ लङ टर्म गर्नुभयो भने तपाईहरुलाई लाखौं रुपैयाँ चाहिँ प्रॉफिट दिनेछ। ओके, आजको भिडियो यति नै रहेको छ। तपाईहरुलाई भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर गर्नु होला र यस्तै खाले भिडियोहरु हेर्नको लागि चाहिँ मनी कुरालाई फलो, सब्स्क्राइब पनि गर्नु होला।